नमस्कार। आज हामी एकजना निकै चर्चित तर सँगसँगै उत्तिकै विवादित नेपाली व्यक्तित्व रवि लामिछानेको बारेमा अलि गहिरिएर कुरा गर्दैछौँ। हो, उहाँको यात्रा पत्रकारितादेखि राजनीति अनि अहिलेको यो कानुनी अवस्थासम्म निकै नाटकीय नै रह्यो भन्नुपर्छ। हो नि, हामीसँग भएका स्रोतहरूले पनि यही देखाउँछन्। कसरी एक जनताको पत्रकारबाट सुरु भएको यात्रा अहिले यस्तो जटिल मोडमा आइपुग्यो। आउनुहोस् यसलाई अलि खोलौँ न। अवश्य। सुरु गरौँ उहाँको त्यो चर्चित टिभी कार्यक्रमबाटै, सिधा कुरा जनतासँग। त्यसले उहाँको चर्चा वाट्टै बढायो नि, होइन? एकदमै। खास गरी उहाँले जुन भ्रष्टाचार, बेथिति अनि विदेशमा नेपालीले पाएको दुःखका कुरा उठाउनुभयो, त्यो शैली अलि फरक थियो, आक्रामक पनि। त्यसले उहाँलाई देशभरि ठूलो समर्थन पनि दिलायो। हो, यहाँ चाखलाग्दो कुरा के छ भने नि, उहाँको त्यो प्रत्यक्ष एक्सन लिने जस्तो देखिने शैलीले जनताको मनमा गुम्सिएको निराशालाई सिधै छोयो के? हो, त्यो त हो। परम्परागत मिडियाभन्दा फरक, त्यसैले छिट्टै लोकप्रिय हुनुभयो उहाँ। अनि त्यही लोकप्रियतालाई लिएर उहाँ 2069 सालमा राजनीतिमा हाम फाल्नुभयो, राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नुभयो। हो, चितवन 2बाट चुनाव जित्नुभयो अनि त लगत्तै उपप्रधान अनि गृहमन्त्री पनि। उहाँको पार्टीले खास गरी युवाहरूमा चाहिँ एउटा वैकल्पिक राजनीतिको आशा जगाएको थियो। निकै तरङ्ग ल्यायो नि राजनीतिमा। त्यो उहाँको लोकप्रियतालाई राजनीतिक शक्तिमा बदल्ने एउटा भनौँ न प्रयास थियो र त्यसले स्थापित दलहरूलाई एउटा चुनौती पनि दियो। तर त्यो यात्रा सहज भएन, विवाद सुरु भइहाल्यो, होइन? त्यो अमेरिकी नागरिकता त्याग्ने प्रक्रियाको कुराले। हो, त्यो नागरिकता पुनः प्राप्तिको प्रक्रिया नपुगेको भनेर सर्वोच्च अदालतले उहाँको सांसद पद, मन्त्री पद सबै खारेज गरिदियो। निकै ठूलो झट्का थियो त्यो। पछि फेरि उपनिर्वाचन जितेर आउनुभयो चितवनबाटै, तर त्यो नागरिकता र पछि राहदानीको विवादले चाहिँ उहाँलाई छोडेन। हो, त्यसले के देखायो भने सार्वजनिक पदमा जाने व्यक्तिको योग्यता अनि कानुनी प्रक्रियाको पालना कति महत्त्वपूर्ण रहेछ भन्ने कुरा। सानो प्रक्रियागत कुराले पनि कति ठूलो असर पार्दो रहेछ। हो नि। अनि अहिलेको ताजा घटनाक्रम जुन हामीले हेरेका स्रोतहरूमा पनि छ, 2025मा उहाँमाथि यो राहदानीको सम्भावित दुरुपयोगको विषयमा मुद्दा चल्यो। अनि अदालतले अनुसन्धानका लागि थुनामा राख्न आदेश दिएपछि उहाँ अहिले हिरासतमा हुनुहुन्छ, मुद्दा चलिरहेको छ। यो घटनालाई कसरी हेरिएको छ त? स्रोतहरू हेर्दा दुई किसिमका कुरा देखिन्छन्। उहाँका समर्थकहरू चाहिँ यसलाई राजनीतिक षड्यन्त्र भनिरहेका छन्। हो, उहाँलाई फसाउन खोजियो भन्ने उनीहरूको तर्क छ। अनि अर्कोतिर आलोचकहरू अनि कतिपय कानुनका जानकारहरू चाहिँ यो सामान्य कानुनी प्रक्रिया हो, कानुनभन्दा माथि कोही हुँदैन भनिरहेका छन्। हामीले यहाँ यी दुवै कोण प्रस्तुत मात्रै गरेका हौं, स्रोतमा जे छ त्यही ठिक हो। अब यो पछिल्लो घटनाले उहाँको राजनीतिक भविष्य के होला अनि जनताको विश्वासमा कस्तो असर पार्ला, यो प्रश्न महत्त्वपूर्ण छ। अवश्य। यसले सार्वजनिक जीवनमा भएका व्यक्तिहरूको जवाफदेहिताको कुरालाई पनि फेरि सतहमा ल्याइदिएको छ। हो, भनेपछि रवि लामिछानेको कथा हेर्दा एउटा प्रेरणादायी जस्तो देखिने सुरुवातबाट अहिले निकै जटिल कानुनी मोडसम्म आइपुगेको देखिन्छ। अब उहाँको भविष्य त अदालती निर्णयमा धेरै हदसम्म निर्भर रह्यो। हो, अब यसले एउटा महत्त्वपूर्ण प्रश्न पनि उब्जाउँछ, के यो उहाँको यो यात्राको अन्त्य हो वा यहाँबाट पनि उहाँ फेरि उठ्न सक्नुहोला? के कुराले निर्धारण गर्ला त? कानुनले मात्रै कि उहाँले बनाएको त्यो जनमत र राजनीतिक दाउपेचले पनि केही भूमिका खेल्छ? निकै विचारणीय प्रश्न। यो आगामी दिनहरूमा पक्कै पनि हेर्न लायक विषय हुनेछ। हो, पक्कै पनि।